4 वर्षमा नघटेको ब्लड कोलेस्ट्रोल अहिले अब 4 वर्षकैसम्म लोएस्ट रिडिङ आएको छ अहिले। अब मैले यतिका वर्ष के मात्र गरिनँ, लाइक रेड मिट नखाने, 3-4 महिना रेड मिट नखाएर पनि ट्राई गरेको, जस्ताको त्यस्तै भयो। रेड मिट कट डाउन, सुगर कट अफ, जिम गर्दाखेरि चाहिँ घटेको थियो है, पछि जिम छोडियो। तर अब अहिले चाहिँ अहिलेसम्मकै सबभन्दा लोएस्ट 4 वर्षको यताको सबैभन्दा लोएस्ट ब्लड कोलेस्ट्रोल आएको छ होइन। अब योपालि मैले के गरेँ भन्दाखेरि आई स्टार्टेड रनिङ। रनिङ पनि अन एन्ड अफ छ, हप्तामा 2-3 दिन जस्तो चाहिँ गर्छु। तर रनिङ पनि कम्प्लिटली पुरै रनिङ होइन, वाक रन टाइपको, लाइक 60 सेकेन्ड वाक गऱ्यो अनि 2 मिनट रन गऱ्यो, फेरि 60 सेकेन्ड वाक। अनि अब यदि तपाईँ रनिङ गर्न सक्नुहुन्न भने चाहिँ लाइक ब्रिस्क वाक भन्छ, अलि फास्ट पेसमा वाक गर्दा हुन्छ। यसरी चाहिँ कोलेस्ट्रोल घट्दो रहेछ। यदि तपाईँ पनि हाई कोलेस्ट्रोलले पीडित हुनुहुन्छ भने चाहिँ ट्राई गर्नु है त।